सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान्, मेरो देशले कसको सीमा कहाँ मिचेको छ भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफै लज्जित छु। उल्टै कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म शब्द प्रयोग गर्न चाहन्नथे, तर भन्छु त्यति नराम्रो त छैन। न्वारानैदेखिको बल लगाएर दौडिराख्नु भएको छ। नेपालले मिचेको भूमि खोजिराख्नु भएको छ। यो खालको जनताले देख्दाखेरि पनि नरुचाउने खालको हरकत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको त्यो आत्माले धिक्कारलान् कि हाम्रा छोरा नातिहरूले भोलि कुनै दिन हामी हजुरबा हजुरआमा हुँदै गर्दाखेरि या म यति सुन्दर उमेरहरू देख्छु म यो सदनभित्र, म त्यो उमेर कहिले बुढो नहोस् भन्ने चाहन्छु, कहिले त्यो उमेर बुढो नहोस् भन्ने चाहन्छु। तर प्रकृतिको नियमसँग मेरो सद्भाव र मेरो कामनाले काम दिँदैन। एक न एक दिन त पाएको हुन्छ। तिनै हाम्रा छोरा नातिले हामीलाई फर्केर भक्ति थापाको आत्माले धिकारेको जस्तै प्रश्नहरूको जवाब नपाउँदाखेरि धिक्कार्छ कि धिक्कार्दैन, यो सोधेर म उसै पनि सत्ता पक्षका माननीय सांसदहरूको मन दुखी भएको होला। त्यो दुखी आत्मालाई थप दुखी बनाउन म चाहन्न। बरु सभामुख महोदय, म यो संसद अब यही विषयमा रुमल लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु। यो वर्षको बजेट उपरको छलफल बाँकी छ सभामुख महोदय। नेपाली जनताका अन्य कैयौं जीवन्त मुद्दामा छलफल गर्नु छ हामीहरूले। प्रधानमन्त्रीजीलाई संसद नचाहिएला प्रधानमन्त्रीजीलाई, तर प्रतिपक्षलाई संसद चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, भन्दा पनि संवेदनशील छ। त्यसकारण म उपरान्त अब खोज्न चाहन्न। तर प्रधानमन्त्रीले बोलेकै कुरामा मात्रै अल्मलिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारी बोध गर्ने कार्यमा कमजोरी गर्न पनि म चाहन्न। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण थियो। यसलाई जतिसुकै रफू गरे पनि, जतिसुकै शब्द विशेषणहरू थपे पनि उहाँले भनेको यही हो, दुनियाँले सुनेको यही हो, वर्तमान र आउने पुस्ताहरूले घरिघरि देखिराख्ने कुरो यही हो, सुनिराख्ने कुरो यही हो। त्यो अभिव्यक्ति आपत्तिजनक थियो, लज्जास्पद थियो। तर यदि हाम्रो संसदमा लगातार, म एउटा अन्दाज मात्रै गर्न चाहन्छु सभामुख महोदय, यो हाम्रो संसदमा लगातार 5 दिनसम्म 5 जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू राखेर छलफल गरिएको भए मेरो अन्दाज हो, 5 मिनेटपछि ती अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले दिने निष्कर्षमा उहाँहरूले के लेख्ने रहेछन् त मैले कल्पना गरेँ। नेपालले भारतको सीमा मिचेको कुरा सत्य हो रहेछ भनेर लेख्नु हुने रहेछ, किनकि सत्ताको टेपले टालिएका ओठहरू 181 मनहरू सत्यको पक्षमा बोल्न सक्ने स्थितिमा थिएन सभामुख महोदय। किन थिएन थाहा छैन, केले रोकिराखेको थियो थाहा छैन। यो पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रतालाई उहाँले कसरी उपभोग गरिराख्नु भएको छ म त्यो पनि भन्न चाहन्न। पार्टीभित्र आफ्ना नियमहरू होलान्, तर सत्ताको टेपले टालिएको त्यो ओठहरू सत्यको पक्षमा बोल्न सकेन, उठेन। सबै संसद बोल्ने हो भने ती विदेशी पर्यवेक्षकहरूले लेख्नेछन्, नेपालको संसदको बहुमत सांसदले स्वीकारेका छन् नेपालले भारतको सीमा मिचेकै हो, किनभने 181 वटा हातहरूले गडगडाट ताली बजाएर समर्थन जनाएर राति निन्द्रा लाग्यो कि लागेन म त्यो सोध्न चाहन्न।
खाना खानु हो कि भएन म त्यो सोध्न चाहन्न। तर यति भन्छु, त्यो बहुमत संसदले स्वीकारेका गडगड तालीले समर्थन जनाएको त्यो कुरो के थियो भन्दाखेरि नेपालले भारतको सीमा मिचेकै हो। किनकि मिचेको होइन भन्ने संख्या त संसदमा अल्पमतमा छ। सभामुख महोदय, बहुमत संसदले त्यो स्वीकारेको लज्जास्पद दृश्य साँच्चै नै लज्जास्पद दृश्य थियो। त्यो झल जति सम्झिन्छु सभामुख महोदय। म त्यो दिन जब प्रधानमन्त्रीजीले त्यस्तो बोल्नुभयो तब राष्ट्रसभाका माननीय सदस्यज्यूहरूले, जो मेरो व्यक्तिगत चिन्जानको पनि हुनुहुन्छ, मेरो अत्यन्तै धेरै आदरणीय पनि हुनुहुन्छ, मेरो समकालीन साथीहरू हुनुहुन्छ, उमेरले सानो होला बुद्धिले धेरै ठुलोहरू हुनुहुन्छ, समर्थनमा ठोक्नु भएको त्यो टेबलको ड्याङ 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 त्यो आवाजले आज पनि मलाई चैनले निन्द्रा आउन दिएको छैन। यति त म भन्छु सभामुख महोदय। माफ पाऊँ सभामुख महोदय, मैले यो जन्ममा देखेको अहिलेसम्मकै सबैभन्दा लज्जास्पद र सबैभन्दा दुःखद दृश्य थियो त्यो। म दुःख व्यक्त गर्दछु। त्यो दिन मैले सम्झिए सभामुख महोदय, जननायक बीपी कोइरालाले प्रधानमन्त्री छँदा समीक्षा दैनिकका सम्पादक मदनमणि दीक्षितलाई बोलाएर भन्नुभएको वाक्य, धेरैले यो नाम सुन्नुभएको छ। मसँग संसदमा 2/3 छ। बीपीले मदनमणि दीक्षितलाई भन्नुभएको, मसँग संसदमा 2/3 छ, मेरो कमजोरी केलाउन प्रतिपक्षको स्वर दोहोरो सुनिएको छैन, त्यसैले मबाट गलत काम हुन नदिन तपाईले आफ्नो पत्रिकाबाट मेरो गल्ती कमजोरी एक केलाएर लेखिदिनुस् है। बीपीले मदनमणि दीक्षितज्यूलाई बोलाएर भन्नुभएको शब्द हो। मैले यो ऐतिहासिक शब्द हो। बीपीले आफ्नै पार्टीका सांसदहरूलाई पनि प्रेरित गरिरहनु भयो र भन्नुभयो, तिमी पार्टीको सांसद मात्रै होइन, जनताको पनि सांसद हौ। तिमीले अन्तर्आत्माको आवाज सुन्न र जीवन्त आवाज उठाउन बन्द गरेको दिन बुझ्नु। तिमीसँग सास फेरिरहेको तर निर्जीव शरीर मात्र बाँकी छ, अरू केही बाँकी छैन। यही भन्नुभएको थियो बीपी कोइरालाले। म यो कसैका प्रति लक्षित गर्दिन। आफैले मम गरौं। तर सभामुख महोदय, आजको संसदमा को निर्जीव छन्, को सजीव छन्, किताकाटको बाटोमा म जान पनि चाहन्न। म यति भन्न चाहन्छु, प्रतिपक्ष जिउँदो छ र प्रतिपक्षमा रहेका दलहरू र प्रत्येक सांसदहरू सरकारले गर्ने राम्रो काममा समर्थन र साथ अनि गलत काममा प्रश्न बोकेर जीवन्त उभिएको छ। यो पनि म यहाँनिर भन्न चाहन्छु।